मामा घर Alam beri wisi. Wisi berapa? Yes sir. Start tahu dan umur tahu sir. Neutral. Kamperang gumuru cuan tuh. Cuak. Oh pareu, trauma. Trauma pareu. Mama guys, agadi mama, pachadi bhन्छ 100 bike rider off-road भनेपछि दिन बग्यो गाई फेरि हा सारारारारारारा खरारारारारा भन्ने भङ्ब्रे हाम्रो यहाँबाट माने भन्ज्याङबाट कमजोकसम्मको यात्रा गाइज ठ्याक्क मामा एकदम स्लो जानुभयो ए म पनि एकदम स्लो एकदम स्लो मेरा 100 बाइक राइडर माने भन्ज्याङबाट कामचोक हैन One hand, try गरौँ try. I am try. कोनो बात छैन यहाँ 1 नम्बर गेयर छट 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 यसरी दौडिनु पर्ने हुन्छ आहा गेयर त क्या पावरले गयो यार उता मामा भन्छ सँगसँगै आहा तिरेट कता आमा किरेट कता त या चट 1 hand हान्नुपर्छ गाइज 1 hand लगभग 2 किलोमिटर छ हैन 2 किलोमिटर चाहिँ 1 hand ट्राई गरौँ न हात चाहिँ दरो दुख्छ क्या फेरि दरो एक हातले त दरो दुख्छ के हान्यो दौड्यो यस 1 hand त फेरि दौडो गाह्रो चाहिँ गाह्रो हुन्छ हैन तपाईँहरू चाहिँ ट्राई नगर्नु होला यस्तो अफरोडिङ छ बाटो अफरोड बाटो यस्तो त पाउँछ कि म त एकदम राइडर भइसक्यो नि त अनि बडा राइडर हो नि त म मामा छ ए पछाडिन्छ के हो पछाडिन्छ के हो म चाहिँ यता 1 नम्बर गेयर ए यस्तो दौडिरहेछ यस्तो दौडिनु त फेरि कार्यक्रम जारी छ नि त हाम्रो आइया 100 हो मामा 1 hand काप्चोकको यात्रा मामा भन्छको बाटो चाहिँ एकदम
खराब चाहिँ धेरै खराब चाहिँ होइन होइन अलि अफरोडिङ त अफरोडिङ छ तर भए पनि एकदम सजिलो के हाम्रो गाउँको बाटो आफ्नो ठाउँको लडे पनि लड्छ भन्ने चाहिँ मलाई भइरहेछ बाटो यस्तो अफरोडिङ छ होइन लडे पनि लडोस् भन्ने चाहिँ चिन्ता छैन मलाई केही यहाँ 1 नम्बर गेयर फ्याट यस्तो दबाउनु पर्छ हात चाहिँ धरो दुखियो गाइस आहा यस्तो पावरफुल 100 त बोबाल लाग्छ के बोबाल मेरो बाइक ओहो जस्तो अफरोड हामी आइपुग्यो गाइस काब्ले डाँडा काब्ले दौडिरहेछ मामा घरमा गएको थियो हामी ओहो यस्तोमा चिप्लेर लड्छ ए मामा कहाँ पुग्यो मामा भन्छको 100 बाइक यसरी दौडिनुपर्छ यहाँ आहा सरररररर आहा छुयो यार यो जिमनाङ चाहिँ बबाल देखिरहेछ यहाँबाट चाहिँ अफरोड आमा यस्तो छ प्रायः जस्तोले ट्राई नगर्दा नि हुन्छ यो बाटो म 100 होइन म चाहिँ गर्छु तर मेरो हात बलियो छ नि त गाइस हात बलियो यहाँ चाहिँ एकदम चिप्लो बाटो थियो क्या पहिला होइन म अस्ति धन्नै दसैँमा आउने बेलामा धन्नै चिप्लेर लडेको नि धन्नै लडेको यस्तो छ ट्याङ यहाँ छेउबाट खरर जानुपर्छ यस्तो जानुपर्छ ल्याम गेयर बढाउनु पर्यो गाइस ठिक छ 2 नम्बरमा गयो 2 नम्बरमा गयो गाइस अफरोड बाटो खरर हान्छ कि फेरि मैले यस्तो हान्छु कि अफरोड त मजाले हो अफरोड 100 चट्ट लगाएर मामा घरबाट काम चोक्थेँ यहाँ आइपुग्यो लगभग 2 किलोमिटर जति होइन यस्तो दबाउँछु गाइस होइन फुली 100 चाहिँ अधरो दबाउँछु क्या फेरि ट्यालेन्ट मोमो छ नि त अलिअलि अरू म नभए पनि गाइस यो बिचबाट स्वाइँ यहाँ हिँड्नुपर्छ फेरि खल्दा खुल्ली जहाँ पुगे पनि एकदम स्ट्रेट दह्रो समाउनु पर्छ के बाइक चाहिँ ह्यान्डल चाहिँ दह्रो समाउनु पर्यो गाइस त्यही हो लडेला भन्ने त चान्सै छैन नि यहाँबाट हिँड्नु पर्यो यस्तो बबाल चाहिँ हान्छ के होइन म अघि चाहिँ दिदी लिएर आएको गाउँमा आहा यहाँ चाहिँ अलि नसकेलाई के हो गान्तोकसम्मको यात्रा मैले पुरो गर्छु कि गर्दैन होला तपाईँहरूले हेर्नु होला होइन भन्न चाहन्छु त्यही हो 100 बाइक चाहिँ एकदम चलाउन चाहिँ मजै लाग्छ गेडा बुन लाग्ने दह्रो समाउनु पर्छ क्या फेरि यस्तोमा 1 नम्बर गेयरमा हाल्नुपर्ने हुन्छ आहा 1 नम्बर गेयरमा चाहिँ कराउन थाल्यो कि यसलाई अलि माथि तान्नु पर्यो गुड सिफ्टिङ गेयर मजाले सिफ्टिङ भयो गेयर चाहिँ गाइस होइन मामा भन्छको यात्रा चाहिँ सफल हुन्छ कि हुँदैन त कामचोकसम्मको हेरौँ ट्राई इज लेट्स माई ट्राई भन्थ्यो 100 गाइस यस्तो फेरि अफरोड छ नि होइन यहाँ त अगाडिको बाइक कति उफ्रिरहेको छ भने त तपाईँहरूलाई थाहा छँदैछ गाइस होइन
या यस्तो अफरोडमा चाहिँ अलिक डह्रो समाउनु पर्ने हुन्छ हामीले होइन। यहाँ त एकदम बिग्रेको खोला आइपुग्यो गाइस, खोला। यहाँ चाहिँ कहाँबाट हाल्ने हो भन्ने चाहिँ चिन्ता लाग्छ क्या फेरि मलाई। वान ह्यान्ड ट्राई इज ट्राई। यहाँबाट सर्लक्क छिर्छ होइन। यसरी चाहिँ हाम्रो भइरहेछ राइड सुरु। माने भन्ज्याङ टु कामचोकको चाहिँ होइन अफलोडिङ राइट 180 राइट भनौँ न। अब यस्तो आइया धन्नै रोकेको गाइस। यतिले थोरै हामी चाहिँ कामचोक तेम्मङ आइपुग्यो। तेम्मङ खोला गाइस होइन। तेम्मङ खोला चाहिँ आइपुग्यो। खोइ पुग्छ कि पुग्दैन त हाम्रो गन्तव्यमा भनेर चाहिँ हामी हिँड्दैछु, हेर्दैछु। ए मेरो रोक्ला यार मेरो 100 धन्दै रोकिदिएको मामाले धन्दै हानिदिएको मैले। 100 यार धन्दै रोकिदिएको यार मामाले रोकेर धन्दै चिप्लाइदिएको नि। खानी जाऊ कान्छी। उहाँ हेर्नु धन्दै रोकेको ठोकिदिएको धन्दै आमालाई। यसरी चाहिँ हान्छ हामीले होइन। इज राइडर यताबाट छेउबाट जानुपर्ने हुन्छ। हान्यो मा यहाँ गन्तव्यमा आइपुग्यो हामी। मामा अगाडि म पछाडि होइन त। लुक लाउनु पर्ने मान्छे आएको छैन होला, अहिले आउँछ बेलुकामा। 100 चाहिँ एकदम सफल रूपमा चाहिँ हाम्रो बन्यो होइन। यस्तो मामा अगाडि भान्सा पछाडि हिँडेर चट्ट यता चट्ट म चाहिँ यता च्वाक पाराले बन्यो। ट्राई लेट्स ट्राई भन्छ नि। ट्राई गरेपछि मान्छेले नगर्ने केही पनि छैन भन्छ नि होइन। त्यस्तै हो। मेरो बाइक तर खतरा छ माटुन। अगाडिको टायर मात्रै उ भएर अगाडिको टायर मात्रै तक्लु भएर हो। यसरी हिँड्नुपर्छ म फेरि होइन। हातै नसमाइकन हिँड्ने हो नि त। यसरी हिँड्नुपर्छ। यो अफरोडिङ हो। मामा कहाँसम्म जान्छ। 100 ट्राई इज। यस्तो अफरोड भयो भने हान्नु पर्यो नि त यार। गियर शिफ्टिङ हो गाइस। मेरो त फेरि बिना क्लच समातेर गियर शिफ्टिङ हुन्छ नि त। म त्यस्तो हान्ने मान्छे हो मा। अब चाहिँ मामाले जहाँ लान्छ म त्यहीँ जान्छु। आहा यता घुम मेलो भन्छ नि त्यस्तै हो। आहा सर है मामा भन्छ सर। आहा म अघि धन्नै यहाँ लडेको गाइस होइन। धन्नै लडेको नि म। कहाँ लान्छ त मामाले अब। यस
एकदम पर्फेक्ट रुम पकड्यो यार मा धन्नै छिरेको यार धन्नै खोलामा छिरे यार यतिले बज्यो तर मेरो भाग्य बोलियो छ गाइस तपाईँहरू डराउनु पर्दैन होइन यो चाहिँ 100 चाहिँ यस्तो हान्ने हो ओह्रालोमा चाहिँ ट्याक्क होइन मामा अगाडि अगाडि भान्जा पछाडि पछाडि मजा आयो मजा यसरी हान्नुपर्छ यसमा चाहिँ गरेर चाहिँ यो फेरि हामीले त्यस्तो ठाउँमा चाहिँ ब्रेक हान्नु हुन्न कि एउटा हातले समातिरहेको छ नि त एउटा ब्रेकले एउटा हातले भएपछि यो ब्रेक समाउनु हुन्न क्या गाइस त्यही हो म चाहिँ यो आँबाट जान्छु पर्फेक्ट गाइस पर्फेक्ट यो चाहिँ हाम्रो गाउँ एकदम रमाइलो छ हामी यहाँ स्कुल डाँडा आइपुग्यो हामी चाहिँ यहीँ तल स्कुल डाँडा पुग्नु पर्छ जस्तो लागेर छ स्कुल डाँडा चाहिँ तर सूर्य डाँडा अन्डर रोड भन्छ त्यही हो होइन अन्डर रोड भन्छ त्यतातिर पुग्नुपर्ने हो ए म्याम फुली कड्यो मामा के हिँडिरहेको फेरि मामा यार मामा खतरा हिँडिरहेको बिस्तारै हिँड्नुपर्छ यो ओह्रालोमा चाहिँ यो चाहिँ तपाईँहरूले सिक्नुपर्ने कुरा हो होइन धन्नै फेरि यतापट्टि पल्टेको 100 बिस्तारै मामा बिस्तारै तर म दौडिहाल्दिनँ फेरि यस्तोमा त 100 भयो नि म त फेरि पर्फेक्ट हो मामा ए मामा यसरी हिँड्ने हो रोक्दैन रोकिकन धन्नै खोलामा छिरेको थियो तर यो एकदम मेरो भाग्य बलियो रहेछ क्या गाइस होइन एकदम भाग्य बलियो भएर चाहिँ म बचेको तर म हातै फेरि नसमाउने त्यस्तो भए पनि हातै नसमाउने त्यस्तो सिस्टमको हो नि त मैले च्यालेन्ज लियो के मामा अगाडि भन्छ पछाडि गडाङदङ हो गाइस गडाङदङ पुग्ने हो गाइस ल्याम हामी चाहिँ यो के भन्छ यो खोल्चामा आइपुग्यो त्यो खोल्चाबाट माथि चाहिँ त्यो मङ्गलको घर जान्छ होइन भने यहाँबाट माथि चाहिँ हाम्रो घर जान्छ गाइस हाम्रो घर देखाएको छैन मैले भरले 100 खतरा सिफ्टिङ भयो के अरे पनि यार खतरा पावरफुल सिफ्टिङ भयो नि फुली पागल भइसक्यो भन्ला यार गाई चाहिँ होइन मान्छेले पागल भइसक्यो यो मान्छे त भन्ला भनेर फेरि मलाई चिन्ता लगाएर आज फेरि आफ्नै गाउँमा खुस्के छ एउटा दिमाग भन्ला यार मामा र म चाहिँ हिँड्दैछु मेरो गियर डाउन गर्न बिर्स्यो धन्नै रोकेको फेरि धन्नै रोकेको ल्याम मामा कुनाबाट गयो म चाहिँ यताबाट जानुपर्छ अब चाहिँ गियर 2 नम्बरमा हाल्नुपर्छ गाइस होइन धेरै स्पिड हिँडिरहेको छैन नि त हामी त्यही 20-25 को स्पिडमा चाहिँ हिँड्दैछु one hand right one hand guys one hand lamb नानीहरू कहाँ जान लाग्यो नानीहरू ल्याम घट्टामा जान लाग्यो घट्टामा one hand lift dang मामा पारी पुग्यो भन्दा यतै छ
भने भान्सा यस्तरी दबाएर उठ्नुपर्ने हुन्छ यहाँबाट मामा चाहिँ फेरि यहाँबाट ब्याग राख्नुपर्ने छ होइन गाइज ब्याग राखेपछि चाहिँ मामा हिँड्छ फेरि तलतिर हामी दुईजना आमा धन्नै छोको एउटा बुढोले एउटा बाजेले हाम्रो बाजेहरूले फेरि बेर किन्नु भनेर ल्याङ गरेर आफू नखाने चिज कसले किनेर दिन्छ होइन गाइज भनेर मैले किनेर दिएन ओइ ना प्लिज रोकम माला तल जाने होला नि होइन मेरो अर्को हातले समाउनु पर्ने भयो नि यार रोक्दै रोकेन यार तल्लो पसल मैले चाहिँ यस ओ भाइ झन्डै लडे फेरि पनि ओभर स्मार्ट भएपछि यस्तै हो भन्छ मान्छेले फेरि लड्यो भने गाह्रो छ गाह्रो गरी खान गाह्रो गाइज अरूलाई देखाउन पनि गाह्रो अब बिस्तारै जानुपर्छ यहाँबाट मामा वहाँ तल पुग्यो मामा रोक्नुहोस् हाम्रो चाहिँ मामा चट हानेर होइन ल दुईवटा गाडी राखिदिएर यार यहाँ फुल्यो